काकी हजुर के गर्न आउनु भएको? मैले अब घाँस काट्ने तयारी गर्दैछु। किन घाँस त काटिसकेको छ त? घाँस मेसिनमा राख्नुपर्छ, मेसिनमा राखेर अनि बल्ल हुन्छ। आज हामीलाई पनि सिकाउनु पर्छ है काकीले मिसिनमा घाँस सिकाइहाल्छु हाल्नु। नि, समस्या छैन। हेर्नु न, काकी हजुर यो घाँस चाहिँ किन बाटामा उठाउनु भएको? यो बाटामा उठायो भने नानी यो भुस्सासँग कति खुवाउने, के कसरी खुवाउने भन्ने कुरा चाहिँ हुन्छ। अनि किन मिसाएर खुवाउनु पर्छ? अड्कल पनि गर्नुपर्ने हुन्छ। त्यही भएर सजिलोको लागि हामी चाहिँ यसरी गर्ने गर्छौँ। भुस्सा र घाँस रुमल यसरी क्या यसै गरी गर्ने गरेका छौँ। अनि यसै गरी भुस्सा पनि मिलाउनु पर्छ। घाँस भुस्सा गरेर मिलाइसकेपछि मजाले चलाएर खुवाउने। अनि यसमा दाना पनि मिक्स गर्नुपर्छ। ल हेर्नु है, अघिको भुस घाँस रोमालेर मैले यस्तो गराएर सब रेडी गरिसकेँ। अब यसरी उठाउँदै लाँदै गाई भैँसीहरूलाई टन्न खुवाउने हो। यो घाँस रेडी भइसकेछ। यही यसै गरी खुवाउने हो। ल हेर्नु होला। ल मैले भैँसीसम्म पनि ल्याइ पुऱ्याएँ घाँस। यसै गरी राखिदिने गरेको छु। ल हेर्नु है, त्यसो गरेपछि मजाले खान्छन्, फाल्दैनन्। यो काटेर यसरी राख्ने किन हो भन्नुहुन्छ धेरैजनाले। यसो गरायो भने धेरै नोक्सान हुँदैन। त्यही भएर हामीले यसो गरेर गर्ने गरेका छौँ। खपतको लागि यस्तै हो।